बहिनी होला दिदी नभन नि बहिनी होला हो शिवको सुहाना बहिनी हो प्रोफाइल हेर्नुभयो भने निर्देशक लक्ष्मण सुनारको बारेमा उहाँले यति मुक्त कण्ठले प्रशंसा गरेर आफ्ना शब्दहरू खर्चिनु भएको छ कि पक्कै पनि लक्ष्मणजीले यो पटक चलचित्र अझै विशेष बनाउनु भएको छ। तसर्थ जोरदार तालिका साथमा अगाडि आमन्त्रण गर्छु चलचित्रका निर्देशक लक्ष्मण सुनारज्यूलाई। लक्ष्मण सुनारले नेसनल अवार्ड विनर हुन सफल चलचित्र बुलाकीको निर्देशन गर्नुभएको हो र त्यसपछिको चलचित्र उहाँको यो परालको आगो आउँदैछ। मैले बोल्नुभन्दा नि अब टेलरले त बोलिसक्यो होइन। तपाईँहरूलाई केही छ भने क्वेसन्सहरू अब एकछिन पछिको सेसनमा हुन्छ होला। नमस्ते सबैजनालाई। यो फिल्ममा काम गर्न यो टिमसँग काम गर्न पाउँदा एकदमै खुसी छु। लक्ष्मण सर अनि हाम्रो सुशील सरलाई एकदम हृदयबाटै आभार व्यक्त गर्न चाहन्छु। अब सृजनाजीको लागि प्लिज माइक। थ्याङ्क यू। सबैजनालाई नमस्कार। सबैजना आइदिनु भयो त्यसको लागि धन्यवाद। हस् ल प्रकाशजीलाई माइक आइपुगेको छ। मिठो बोल्ने मान्छे, राम्रो गाउने मान्छे, राम्रो अभिनय गर्ने मान्छे, हजुरबाट सुरु गरौँ। परालको आगो यति राम्रो काम देखिया छ। अरू थप दर्शकलाई हाम्रो सञ्चारकर्मीको माध्यमबाट केही भन्नु छ भने भन्नुहोस् प्लिज। थ्याङ्क यू सचिती। नमस्कार सबैजनालाई। कस्तो लाग्यो त हजुरलाई ट्रेलर? राम्रो लाग्यो होला। यो नयाँ वर्षको सबैजनालाई शुभकामना। 2083 साल एकदमै राम्रो होस् तपाईँ हाम्रो लागि पनि, चलचित्र क्षेत्रको लागि पनि, देशको लागि पनि र सबैलाई राम्रो होस् यो कामना यहाँमा टक्राउन चाहन्छु। र धेरै धेरै धन्यवाद छ आदरणीय लक्ष्मण सुनार सरलाई यति राम्रो सिर्जनामा जोडिने एउटा यसको पात्र एउटा अङ्ग हुने मौका मिल्यो। सुशील सरलाई धेरै धेरै धन्यवाद छ। वेलकम ब्याक। धेरै वर्षपछि फिल्म बनाउँदै हुनुहुन्छ, उत्साहित पनि हुनुहुन्छ। एकदमै साँच्चीकै पोजिटिभ एनर्जी छ सुशील सरको चाहिँ। जहिले पनि हरेक कुरालाई चाहिँ हुन्छ खान्छ भन्ने उहाँको कन्फिडेन्सले गर्दा हामीलाई पनि काम गर्नलाई सजिलो हुन्छ जस्तो लाग्छ मलाई। र धेरै आदरणीय सौगात मल्ल दाईसँग मैले दाईलाई सेटमा एकदमै धेरै सताएको छु। धेरै कुरा सिक्ने अघि हाम्रो ज्याक सरले भने जस्तै धेरै कुरा सिक्ने मौका मिल्यो दाईसँग। दाईलाई धेरै धन्यवाद छ। हामी सँगसँगै बस्थ्यौँ पनि, बसाइ पनि हाम्रो सँगै भएको भएर दाईको लाइफस्टाइल, दाईको नेचर धेरै कुराले चाहिँ यो हुन त हामी एकदम को आर्टिस्टहरूको बारेमा बोल्दाखेरि ठिक्क पार्ने अथवा हो यस्तो भयो भन्ने राम्रो अनुभव मात्रै सुनाउने कुरा हुन्छ। तर साँच्चीकै मैले सौगात दाईको आफ्नो व्यक्तिगत जीवनशैलीबाट चाहिँ धेरै कुरा नै सिक्ने मौका पाएँ। उहाँको आफ्नै लाइफ हेरेर चाहिँ के कुरामा फोकस गर्ने, केमा नगर्ने भन्ने कुरा चाहिँ धेरै कुराहरू सिक्न मौका पाएँ। थ्याङ्क यू सो मच दाईलाई। र सताएकोमा माफी पनि जान चाहन्छु। स्वानाजीसँग स्क्रिन सेयर गर्ने मौका मिल्यो। एकदमै राम्रो अनुभव भयो। हामी धेरै उहाँको स्वभाव पनि एकदमै भनौँ न उमेरले हामी अलिकति धेरै त होइन तर अलिकति फरक भए पनि उहाँको बुझाइ, उहाँको अन्डरस्ट्यान्डिङ लेभल, उहाँको संसारलाई हेर्ने, समाजलाई हेर्ने, व्यक्तिहरूलाई हेर्ने उहाँको जुन दृष्टिकोणको आयामहरू छ त्यो साँच्चीकै अद्भुतै छ। साँच्चीकै राम्रो मान्छे हुनुहुन्छ सुहानाजी। र सँगसँगै उहाँ चाहिँ भन्न मिल्छ कि मिल्दैन साइकोलोजीको डक्टर पनि भएको हुनाले उहाँले मलाई एक किसिमको थेरापीको काम पनि गर्नुभएको त्यो टाइममा चाहिँ धेरै कुरामा कन्सल्ट गरेर म मेरो लाइफको उतार चढावको बेलामा त्यो एउटा राम्रो पिरियड थियो मेरो लागि चाहिँ परालको आगो। थ्याङ्क यू सो मच सुहानाजी लगायत सबैजनालाई धन्यवाद। थ्याङ्क यू सृजना म्याम, सबैजनालाई थ्याङ्क यू। नमस्ते। फेरि कुरा गरौँ होला फेरि। थ्याङ्क यू। चाहिँ सौगातजीलाई माइक्रोफोन दिनु भएको छ। सौगातजी प्लिज। हजुर धन्यवाद। के कुराहरू भन्नु पनि थियो छिटो। धन्यवाद। एकदमै व्यस्त अब समय छ होइन, त्यसको बावजुद यसरी आइदिनु भएको छ। थ्याङ्क यू। फिल्मको कुरा गर्दाखेरि एकदमै धन्यवाद भन्न चाहन्छु। कसरी विश्वास गरेर मलाई लिनुहुन्छ खै फिल्ममा होइन, तपाईँले सक्नुहुन्छ यो क्यारेक्टर यो रोल भनेर दिनुहुन्छ, त्यसको लागि एकदम थ्याङ्क यू भन्न चाहन्छु। अनि अब अर्को कुरा भन्दाखेरि टिम नै हामी होइन कहिले पनि काम नगरेको टिम त्यो अलग पनि भन्दै हुनुहुन्थ्यो। त्यो मैले त्यसरी विचार गरेको थिएन, तर एकदमै खुसी लाग्यो त्यो बेला। रमाइलो भयो। हामी 1 महिना जस्तो लगभग बस्यौँ होला त्यहाँ। त्यो बेला भनौँ न एउटा छुट्टै खालको रमाइलो भनौँ। म आफूलाई पनि चलचित्रमा काम गर्नु भनेको त्यतिकै रमाइलो लाग्छ र प्लस नयाँ एनर्जीहरू होइन, नयाँ खालको फिल जहिले पनि सिक्ने मौका रहिरहन्छ नयाँ एक्टरहरूसँग र आफूले नकाम गरेका को एक्टरहरूसँग चाहिँ हरेक फिल्ममा एउटा सिकाइरहन्छ, एउटा भोगाइरहन्छ। एकदमै रमाइलो तरिकाले सकियो फिल्म चाहिँ।
र एउटा जुन मैले भन्नुपर्ने कुरा चाहिँ त्यो कुरा चाहिँ बाँकी को हुन्छ उहाँले भन्नुहुन्छ थ्याङ्क यू सो मच हस् थ्याङ्क यू अब पारो सुहानाजीको सुहानाजीलाई नमस्ते कति हो धेरै पछि भेट भयो जस्तो छ रमाइलो लागिरहेछ सुरु गर्नुभन्दा अगाडि चाहिँ आई थिङ्क आइ एम भेरी थ्याङ्कफुल एन्ड ग्रेटफुल टु गुरुप्रसाद मैनालजी जसले चाहिँ पहिला यो सृजना शब्दमा कोर्नुभयो जसले चाहिँ हाम्रो यथार्थ समाजको यथार्थलाई जे हो त्यही हो उहाँ लेख्न डराउनु भएन र मलाई लाग्छ आज त्यही सृजनाले गर्दा हामी सबै यहाँ आइपुगेको छौँ उहाँको त्यो जुन यथार्थ देख्नुभयो त्यसले नै त्यही कर्मले हामीलाई यहाँ ल्याएर डराएको छ एन्ड आई थिङ्क सुशील देवकोटा अङ्कल थ्याङ्क यू सो मच हजुरले यो त्यो स्टोरीलाई एकदमै मिठो तरिकाले बुनिदिनु भएको छ र यो राइटिङलाई भिजनमा ल्याउन लक्ष्मणलाई थ्याङ्क यू हाम्रो आँखा रसाइहाल्छ फेरि यो बारेमा कुरा गर्न जाँदा जाँदै बट उहाँ र म चाहिँ वी बिलिभड इन वुमेन सेन्ट्रिक मुभिज वी बिलिभड इन द स्टोरी अ लट किनभने यो आउनुपर्ने कुरा नै थियो यसलाई केही मोडेर पनि होइन जे हो त्यही जस्तो छ त्यस्तैलाई हामीले चाहिँ प्रेजेन्ट गऱ्यौँ जुन चाहिँ अहिले देखिरहेको यथार्थ डोमेस्टिक भाइलेन्सको कुरा हामीले ल्यायौँ र सुशील अङ्कल भेरी ब्रेभ अफ यु यो टपिकमा बनाउनु भएकोमा थ्याङ्क यू भेरी मच र स्पेसल थ्याङ्क यू चाहिँ चामीलाई भन्नुपर्छ जस्तो लाग्छ किनभने चामी क्यारेक्टर भनेको उसको मनोविज्ञान एकदमै डिप छ र साइकोलोजिकली एफ्टअप पनि हो होइन त्यसकोलाई निभाउनलाई एकदमै करेज चाहिन्छ जस्तो लाग्छ एन्ड आई थिङ्क यु डिड अ ग्रेट जब अल्दो उहाँ रियलमा चाहिँ त्यसको कम्प्लिटली अगेन्स्ट होइन एडभोकेट हुनुहुन्छ डोमेस्टिक भाइलेन्स नारीहरूको लागि त्यही पनि उहाँले चामीको रोल गरिदिनु भयो just to prove that, just to show to the society that there is so much that's hidden in the layer of it. And Saugat Dai, thank you so much for portraying Juthe. जुन चाहिँ क्यारेक्टरले जुन चाहिँ बुकमा पनि खासै उहाँले मैनालजीले लेख्दाखेरि एउटै शब्दमा सीमित गर्नुभएको थियो तर दाइले त्यही शब्दलाई लिएर आई गेस मेरोलाई मैले जति पढाएको छु त्यो पढाएको आएको र जुन देखेको छु पढाएको आएको कम्प्लिटली यु जस्टिफाइड इट मैले त्यो भन्न पनि सक्दैन जस्तो लाग्छ भाइ थ्याङ्क यू सृजना दी इट वाज एन अनर वर्किङ विथ यु मलाई आफ्नो बहिनी जस्तै गरेर राख्नुभयो सेटमा पनि के हुन्छ के गर्नुपर्छ भनेर धेरै सिकाइदिनु थ्याङ्क यू सो मच एन्ड हाम्रो बा थ्याङ्क यू हाम्रो ड्र्याग दाई थ्याङ्क यू एन्ड थ्याङ्क यू टु एभ्री वान थ्याङ्क यू रोनिसा मेरो हेयरदेखि लिएर मलाई मेरो मुड सबै बुझिदिनकोमा एन्ड मैले कसैले मिस त गरेँ नि यस यस मैले धारापानीलाई धेरै धेरै थ्याङ्क यू तजेन्द्र अङ्कल तपाईँ यहाँ हुनुहुन्छ धारापानीको सम्पूर्ण वासीहरूले धेरै धेरै धन्यवाद एक्चुअलमा धारापानी चाहिँ बगले थापाको गाउँ रहेछ म पनि बगले थापा भएको हुनाले त्यहाँ मलाई एकदमै घर जस्तो लाग्यो म आफ्नो पुर्खौली घरमा गएर त्यहाँको रन्थनमा बस्न पाएँ होइन एकदमै माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र यसै समयमा म अमरसिंह थापा र कानु थापालाई सम्झेँ किनभने त्यही सुटिङ गरेर आएको हुनाले एन्ड यस थ्याङ्क यू ममा मेरो वर्कसप मेरो मेन्टर मलाई यो क्यारेक्टरमा ल्याउन गौँथली बनाउन ममाको धेरै हात छ सो सी इज नट हियर बट थ्याङ्क यू सो मच थ्याङ्क यू पापा फर एभ्रिथिङ आई गेस यहाँ गौँथली पोर्ट्रे गर्नु पनि धेरै हेल्प भएको छ फर वाट वी हेभ डन थ्याङ्क यू थ्याङ्क यू